नमस्कार साथीहरू, अर्को ज्ञानमूलक भिडियोमा हजुरहरूलाई स्वागत छ। साथीहरू, आज पनि अर्को जीवन उपयोगी र ज्ञानमूलक भिडियो ल्याएर हजुरहरू सामु उपस्थित भएको छु। अन्तिमसम्म हेरेर आफ्नो ज्ञान बढाउनु, प्रतिक्रिया दिनु, दुईटै गर्नु। पहिले आफ्नो ज्ञान बढाउनु अनि प्रतिक्रिया दिनु होला। कस्तो लाग्छ सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ र पक्कै पनि प्रतिक्रिया नदिए पनि सुनेर र आफूले ज्ञान लिउन होला भन्ने यति मेरो विश्वास छ, लिउन होला। साथीहरू, के छ भनेपछि साथीहरू, हामीले घर साँच्चै अब पहाडीहरू छौँ भने त हामीले मकै पक्कै पनि छर्छौँ। एउटै गेडा मकै छर्यो भने हामीले 6 महिना पर्खेर मलजल गरियो भने एउटा मकैको गेडो रोपेकोबाट एउटा पुरा घुँगो बन्छ साथीहरू। अनि हामीले त्यही घुँगो फेरि अघिल्ला साल रोप्दा एउटा घुँगो पुरै एउटा लगभग सानो सुर्की जस्तो भन्छौँ अथवा बारी जस्तो छ भन्छौँ, त्यो बारीमा पुरै त्यो घुँगो रोप्यो भने त्यो घुँगोबाट फेरि कति बन्छ, मस्तै टन्नै मकै फल्छन् फेरि अघिल्लो साल हेर्ने। अनि हो या होइन तपाईँहरूले भन्नुहोस्। पैसा पनि हाम्रो जिन्दगीमा त्यस्तै किसिमले अगाडि बढ्छ साथीहरू। त्यो सत्य हो। तपाईँले विचार गर्नुहोस्। सायद अगाडि बढ्नको र धेरै पैसा कमाउनु भएको र धेरै उमेर भएकालाई त यो पुरै थाहा छ। बेसक नगरौँ त कुरो अलग छ, तर थाहा भएको कुरो साथीहरू। पैसा पनि हामीले कमाउँ, बरु पहिले सुरुमा कसले पो धेरै कमाउँछ र साथीहरू, थोरै हो। थोरै कमाउनुहोस् अनि कमाएको पैसालाई पनि बचाएर त्यसलाई लगानी गर्नुहोस् र पैसाले पनि पैसा कमाउने मेसो गराउनुहोस् साथीहरू। त पैसाले पनि पैसा कमाउनु सुरु गर्छ र आफूले पनि कमाइन्छ नि। तब जस्तै एउटा मकै रोपेर त्यही घुँगो सबै रोपेर फेरि अर्को पटक मस्तै पैसा मकै गराएको थियौँ नि, हो त्यस्तै पैसाको पनि त्यस्तै नियम, त्यही नियम पालन गरियो भने पैसाले पनि पैसा कमाउन सिक्यो भने तब हामी अगाडि बढ्छौँ। ठुला साहुर ठुला बडाहरू कसरी बढ्छन् यो कुरो हामीलाई भन्दैनन्, तर उनीहरू मनमनी यही गरिरहेका हुन्छन्। जस्तै एउटा मकै गेडाबाट पहिले एउटा घुँगो मकै फलाउँछन् अनि त्यो घुँगै मकै सबै फेरि अलिकति खर्च होला, थोरै खाइन्छ होला, तर पुरा घुँगो नभए आधाभन्दा धेरै घुँगो त त्यो रोप्छन्। अनि त्यो एक सुर्की भएको मकै फेरि पुरै ठुलै बारीमा पनि लगभग त्यो एउटा घुँगाले फेरि अघिल्लो वर्ष हुन्छ। हो त्यस्तै बढ्छ साथीहरू। हो त्यस्तै किसिमले पैसालाई पनि लगानी गरौँ, राम्रो बचाउँ। जति कमाइन्छ त्यो थोरै खर्च गरौँ, त्यही किसिमले बचाएर बढाउने कोसिस गरौँ। जसरी हामीले मकै रोपेर बढायौँ त्यसरी बढाइयो भने हामी पक्कै पनि अवश्य अगाडि बढ्छौँ साथीहरू। ढुक्क हुनुहोस्। हामीले नगरेर हेलचेक्राइ गरेर सहनशील नभएर, यदि सहनशील भएर सही तरिकाले गरियो भने पक्कै पनि ढिलो हुन्छ साथीहरू। एउटा मकै गेडो 6 महिना पर्खेपछि बल्ल एउटा 6-7 महिना पर्खेपछि बल्ल एउटा घुँगो हुन्छ, थाहा छ। वैशाख छरेको मकै अब भदौ असोजसम्म पर्खिनुपर्छ साथीहरू। त्यस्तै हुन्छ साथीहरू। त्यही भएर त्यो गर्न सकिन्छ भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। कस्तो लाग्यो यो भिडियो प्रतिक्रिया दिनु होला भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।